यो चाहिँ मेरो मामाको बिहे 27 हो। हामी चाहिँ यो पाहुनाहरूलाई सत्कार गर्दै त्यहाँ तोङ्बा अचारहरू दिएर यसरी पाहुनालाई सत्कार गरिन्छ। यहाँ चाहिँ भाइ बुहारी नयाँ बेहुलीलाई आशीर्वाद दिँदै सम्पूर्णले होइन बेहुला बेहुलीलाई आशीर्वाद दिँदै हुनुहुन्छ। अनि त्यहाँको हाम्रो अन्तिम दिन पाहुनाहरू सबैले बिदाई कार्यक्रम होइन भोलिपल्टको दिन हो। यो चाहिँ एकदम रमाइलो भयो।